सोच्नुस् त, एउटा सानो गल्ती, एउटा सानो अविश्वास र त्यसले कसरी जिन्दगी नै तहस-नहस बनाइदिन सक्छ। आजको हाम्रो कथा एउटा यस्तै परिवारको हो जहाँ सबै कुरा लगभग सकिसकेको थियो, तर एउटी सानी छोरीको प्रेमले फेरि सबै थोक फर्काएर ल्यायो। यो कथामा 3 कुरा छन्, एउटी केटी, एउटा तस्बिर र एउटा यस्तो रहस्य जसले सबैको जिन्दगी बदलिदिन्छ। ल, अब कथाको मुख्य पात्रलाई भेटौँ। उनी एक सानी बालिका हुन्, तर उनको काँधमा यति ठूलो जिम्मेवारी छ नि, सुन्दा पनि असम्म लाग्छ। यो हो अञ्जलीको कठिन यात्रा। कल्पना गरौँ त, मुम्बईको त्यो चर्को घाम, तातो सडक र त्यही 9 वर्षकी सानी अञ्जली सुन्तला बेचिरहेकी छिन्। यो कुनै रहरले होइन, बाध्यताले हो, किनभने घरमा उनकी आमा स्नेहा टिभीले थला परेकी छिन्। अञ्जलीको दिमागमा एउटै कुरा छ, जसरी हुन्छ आमाको औषधिका लागि पैसा कमाउनु। आखिर उनलाई आमाले नै सिकाउनु भएको थियो नि, जति नै अँध्यारो भए पनि आशाको दियो बालिराख्नुपर्छ भनेर। अनि एक दिन सुन्तला बेच्दै जाँदा उनको यात्राले एउटा यस्तो मोड लिन्छ, उनी एउटा यस्तो ठाउँमा पुग्छिन् जुन उनको दुनियाँभन्दा एकदमै फरक थियो, एउटा रहस्यमय हवेली। हो, अञ्जली आइपुग्छिन् सिङ्गानिया विल्लाको त्यो ठूलो गेटमा। सेतो मार्बलले बनेको महल हेर्दा लाग्थ्यो आकाश नै छुन खोज्दैछ, तर जति भव्य थियो त्यति नै उदास र सुनसान पनि। यस्तो लाग्थ्यो मानौ त्यो महलले त हाँस्नै बिर्सिसक्यो। अनि त्यही हुन्छ एउटा यस्तो बेड जसको कसैले कल्पना पनि गरेको थिएन। अञ्जलीले हिम्मत जुटाएर डोरबेल बजाउँछिन्। एकैछिनमा स्पिकरबाट एउटा गहिरो थकित आवाज सुनिन्छ। त्यो आवाज थियो हवेलीका मालिक अर्जुनको। थाहा छैन त्यो सानी केटीको आँखामा उनले के देखे, तर उनले अञ्जलीलाई भित्र बोलाउँछन् अनि उनको सबै सुन्तला किनिदिने अचम्मको प्रस्ताव राख्छन्। ल, अब हामी त्यो हवेलीभित्र जाँदैछौँ। याद राख्नुस् है, यही भित्र लुकेको छ कथाको सबैभन्दा ठूलो रहस्य, एउटा यस्तो मोड जसले सबैलाई स्तब्ध बनाइदिन्छ। भित्र त्यो ठूलो चिसो हलमा अर्जुनले अञ्जलीलाई खाना दिन्छन्। चारैतिर हेर्दा क्रिस्टलका झुमर, चम्किलो मार्बल सबै थोक थियो, तर अञ्जलीलाई त्यो ठाउँ कस्तो कस्तो लाग्यो। सुन्दर त थियो, तर आत्माविहीन। उनलाई त बरु आफ्नो सानो भत्किन लागेको तर मायाले भरिएको घरको याद आयो। अनि त्यही बेला उनको आँखा एउटा सानो टेबलमा राखिएको सुनौलो चिजमा पर्छ। के होला त्यो? त्यो सुनौलो फ्रेममा अरू कसैको होइन, उनकै आमाको तस्बिर थियो। अञ्जली त एकछिन अक्क न बक्क हुन्छन् र सोधिहाल्छिन्, यो त मेरो आमाको फोटो हो, यो यहाँ के गर्दैछ? यो प्रश्न सुन्दा सामान्य लाग्ला, तर यो एउटा यस्तो तीर थियो जसले अर्जुनको वर्षौंदेखिको शान्तिलाई एकै झट्कामा छिया पारिदियो। हो, अञ्जलीको त्यही एउटा प्रश्न, त्यसले 10 वर्ष पुरानो एउटा दर्दनाक कथाको पाना पल्टाउँछ। कुरा हो 10 वर्ष अघिको। अर्जुन र उनकी सेक्रेटरी स्नेहा एकअर्कालाई असाध्यै माया गर्थे, विवाह गर्ने सपना थियो, तर अर्जुनको परिवारलाई यो सम्बन्ध मन्जुर थिएन। उनीहरूले स्नेहामाथि हिरा चोरेको जस्तो गम्भीर तर झुटो आरोप लगाइदिए। परिवारको त्यो दबाव, त्यो शङ्का, त्यसको अगाडि अर्जुनको विश्वास टिक्न सकेन। उनले स्नेहालाई भने, यो मामला सुल्झेपछि फर्कनु, तर त्यही एउटा वाक्यले सबै कुरा भताभुङ्ग बनाइदियो। मन टुटेकी स्नेहा त्यहाँबाट यस्तो हराइन् कि अर्जुनले 10 वर्षसम्म पश्चातापको आगोमा जल्नु बाहेक केही गर्न सकेनन्। अर्जुनले पछि स्वीकारेको कुराले नै सबै पीडाको कारण बताउँछ। उनी भन्छन्, स्नेहाले गुमाएको सबैभन्दा किम्ती चिज म थिइनँ, मेरो विश्वास थियो, अनि मैले गुमाएको सबैभन्दा किम्ती चिज उनको प्रेम थियो। सोच्नुस् त, एउटा सानो अविश्वास त्यसले 2-2वटा जिन्दगी कसरी बर्बाद गरिदियो। ल, अब विगतको त्यो पीडालाई छोडेर वर्तमानमा फर्कौं, किनभने अब एउटा यस्तो खुलासा भएको छ जसले आशाको नयाँ किरण देखाएको छ। अनि त्यही क्षण अर्जुनले आफ्नो जीवनको सबैभन्दा ठूलो सत्य थाहा पाउँछन् कि अञ्जली उनकै छोरी हुन्। तर यो खुशीको खबरसँगै एउटा मुटु काम्ने खबर पनि थियो। स्नेहा मरणासन्न छिन्। अब पश्चाताप र प्रेमको बीचमा उभिएका अर्जुनले एउटै कसम खान्छन्, जेसुकै होस् स्नेहालाई बचाएरै छाड्छु। अर्जुनको आगमनले स्नेहाको जीवनमा रातारात परिवर्तन ल्यायो। हिजो जहाँ पीडा र गरिबीको अँध्यारो थियो, त्यहाँ आज हेरचाह र आशाको उज्यालो थियो। भत्केको घरमा मृत्यु कुरिरहेकी स्नेहाले अब संसारकै राम्रा डाक्टरहरूबाट उपचार पाउन थालिन्।
उनको त्यो अनिश्चित भविष्यले अब फेरि एकपटक निको हुने र आफ्नो परिवारसँग बस्ने मौका पाएको थियो। तर शरीरको घाउ निको भएर मात्र कहाँ हुन्थ्यो र? मनको घाउ त अझै गहिरो थियो। अर्जुनले स्नेहाको अगाडि झुकेर माफी मागे। उनले आफ्नो लागि होइन, हाम्री छोरीको लागि एउटा मौका मागे। स्नेहाको मन ढुङ्गा जस्तै भएको थियो, तर अञ्जलीको आँखामा देखेको त्यो आशाले उनलाई पग्लिन बाध्य बनायो। त्यसपछि त अर्जुनले आफ्नो करोडौँको व्यापार एकातिर राखेर दिनरात स्नेहाको सेवा गरे। अनि उनको यही समर्पणले बिस्तारै बिस्तारै स्नेहाको स्वास्थ्य मात्र होइन, त्यो टुटेको विश्वास पनि जोड्न थाल्यो। अब यो कथा आफ्नो अन्तिम र सबैभन्दा भावनात्मक मोडमा आइपुगेको छ, जहाँ हामीले यसको साँचो सन्देश बुझ्नेछौँ। एक दिन अर्जुनले फेरि स्नेहालाई विवाहको प्रस्ताव राख्छन्, तर यो पटक उनको हातमा हीरा थिएन, बरु आँखामा सत्यता थियो। उनी भन्छन्, मैले तिम्रो लागि कुनै हीरा ल्याइन, किनभने तिम्रो विश्वासभन्दा बहुमूल्य हीरा संसारमा अर्को छैन। के मसँग विवाह गर्छौ? अनि त्यो सिंहानिया भिल्ला, जुन कुनै बेला चिसो र सुनसान थियो, अब माया, क्षमा र हाँसोले गुन्जिन थालेको छ। त्यो महल अब साँच्चीकै एउटा घर बनेको छ। यो कथाले एउटा महत्त्वपूर्ण प्रश्न छोडेर जान्छ। के साँच्चै क्षमामा त्यति शक्ति हुन्छ जसले गहिराभन्दा गहिरा घाउ पनि निको पार्न सकोस्? यो सामग्री मन परेको भए हाम्रो च्यानललाई लाइक र सब्स्क्राइब गर्न नभुल्नुहोला है।